एउटा रमाइलो दिन। अनि सागर भने मोबाइलमा बिजी छ। ओहो, उसले एउटा जरुरी सूचना देख्छ। फाल्गुन 21 मा हुने मतदानको लागि मतदाता नामावली दर्ता गर्ने सूचना रहेछ। दर्ता गर्ने मिति सकिने लागेछ। ऊ अलमल्ल पर्छ। सागर आफ्नो ल्यापटपमा बिजी छ। उसले मतदाता नामावली दर्ता पो गर्न लागेको रहेछ। अनलाइन फारम भर्न पनि सजिलै रहेछ। फारम भरेपछि सागर त्यो फारम प्रिन्ट गरेर आफ्नो निर्वाचन कार्यालयमा जान्छ। त्यहाँ फोटो, औँठा छाप अनि सबै प्रक्रिया सकाएपछि आफ्नो मतदाता पत्र आउँछ। काठमाडौँभित्र भने मिन भवन, जाब्लाखेल र सल्लाघारीमा गएर आफ्नो मतदाता पत्र बनाउन सकिन्छ। अब सागरले त आफ्नो मत दिने अधिकार सुरक्षित गरिसक्यो। के तपाईले गर्नुभयो?